हेलो गुड मर्निङ साथीहरू, नमस्ते। टासी दिले भन्दै आज धेरै दिनको बादमा फेरि म मेरो ब्लग सुरु गरिरहेको छु हैन। धेरै दिन ग्याप भइसकिसक्यो र साथीहरू यहाँनिर नि डल्ले खोर्सानी मेरो ठुलो भइसक्यो है। एउटा त सानै छ हल्का र धेरै दिन भइसकिसक्यो म बसेको हैन। अन्त कतिजनाले सोध्नुहुन्छ होला हैन, कतिजनाले हेर्नुहुन्छ नि त, अन्त किन भिडियो हालेन भनेर सोधिरहनुहुन्छ नि त। अन्त के अरे धेरै दिन पनि भइसक्यो नि त। र मेरो युट्युब फ्यामिलीहरू तपाईँहरू नि आयो सन्चै सुबिस्ता हुनुहुन्छ होला, मस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला भन्दै आजको भिडियो चाहिँ मैले यहाँदेखिको सुरु गरिरहेको छु साथीहरू। र म चाहिँ त्यो तल बारीमा जानु आँटेको हैन। यहाँनिर बाटो हल्का चिप्लो छ हैन। तल बारीमा गएको म हल्का त्यहाँनिर के मैले अस्तितिर काँक्रा हैन करेलाहरू रोपेको थिएँ कि साथीहरू। अन्त कतिको भयो भनेर हेर्नु गएको। अन्त चाहिँ के अरे म चाहिँ बारीमा धेरै दिन भयो नि त नगएको, 1 हप्ता जस्तो भयो। किनखेरि अब हुन्छ नि केटीहरूको प्रब्लम, त्यही भएर नगएको हैन। यहाँनिर कस्तो भइसक्यो हेरौँ। फिलहाल घरि अदुवाहरू चाहिँ यतिको भइसकेछ हैन साथीहरू। अन्त ओ माई गड झन्डै लडे। यता पनि हुँदैछ, यहाँनिर यस्तो काटेर यहाँ फ्याँकिदिएछ हो। अदुवा यतिको हुँदैछ मेरो यहाँनिर, घरमा खाने हुन्छ नि त। अन्त यहाँ पनि हुँदैछ अलिकति। अन्त यहाँनिर चाहिँ हेर्नु नि साथीहरू मेरो पर्दा हो। यहाँ गरेर चाहिँ यस्तो गरेर चाहिँ भित्र पस्नुपर्छ नि त। आमामामा झार्दै जस्तै गोडेर गएको मेरी बस्सै झार त डरलाग्दो भइसकेछ त हौ। हिँड्ने बाटो नै हराइसकेछ। मलाई चाहिँ साथीहरू फेरि मार्गी लागेर हो कहिले छोडेन मार्गीले। मेरो काँक्राको झ्याल चाहिँ यस्तो दामी छ साथीहरू हैन। अन्त यहाँनिर चाहिँ काँक्राहरू यहाँनिर पनि छ, खोर्सानीहरू हेर्नु नि। उयोतिर पनि छ, हेरौँ भयो कि भएन। काँक्राको झ्याङ चाहिँ यस्तो छ हैन साथीहरू। यहाँनिर के भन्नु र अब तपाईँहरूलाई हैन। मेरो यहाँनिर काँक्रा धेरै नै थियो, धेरै नै भइरहेको थियो हैन। तर किन हो किन मेरो चाहिँ यहाँदेखिको काँक्रा सर्ट हुँदैछ, हराउँदैछ है। अस्ति पनि थियो पुरा यहाँनिर काँक्रा हराएर चिचिलाहरू। यो त केही पनि हैन साथीहरू हैन। अस्ति पुरा फलेको थियो, यहाँ पर चाहिँ अलिक ठुलो रहेछ हैन। अन्त पुरा फलेको थियो तर काँक्रा खुट्टा पलायो काँक्राको। यहाँ नि यहाँ फेदमै पनि चिचिला किराले खाएर कस्तो डरलाग्दो बुनिरहेको छ। के हो यो यस्तो कराको काँक्राको चिचिला, हेरिहाल्नुहोस्। काँक्राको खुट्टा पलायो है यहाँनिर चाहिँ मेरो हो। 1 हप्ता बारीमा नआएको प्रभु, लु के भन्नु र, अब के गर्नु र। खुट्टा पलाएर बर्बादै भएछ। र करेलाहरू पनि हुँदैछ। अन्त यहाँनिर के भएर यो करेलाहरू नि अस्ति पुरा थियो, अहिले छैन फेरि। नहुने रहेछ हौ, खुट्टा पलाउँदो रहेछ हौ। कस्तोमा गएर खुट्टा उभियो कि कोनी, छक्कै परे। नभए त हुनु पर्ने नि त हैन। हल्का फुल्का चाहिँ हुँदैछ करेला, तर बेसी नै किराले खाएछ नि त करेला पनि हैन। यस्तो झ्यालबरी थियो, यस्तो लामो खालके करेला हैन। यो सेतो तितो बेसी हुँदैन हैन। अन्त चाहिँ हेर्नु नि
यता पनि खोर्सानीहरू पुरिसकेछ। आफू बारीमा आएन भने यस्तो हालत हुन्छ। टमाटरहरू पनि पाकेर झरिसकेछ। काँक्राको बोट चाहिँ खासमा दामी चाहिँ दामी हो। के गर्नु र, यस्तै छ है मेरो। त्यो करेला पनि हेर न, थाङ्रा दिने बेला भएछ, पुरा कुहिसकेछ नि त करेला त। यहाँनिर सानो खालको बिँ पनि हुँदैछ साथीहरू, फल्दैछ पुरा होइन। र मैले चाहिँ कसरी देखाउनु, काँक्रा करेलाहरू चाहिँ यति टिपेँ है। यहाँनिर भेषमै टिपेको यसरी हो। यसरी किराले खाएको चाहिँ हेर्नु नि, काँक्रा उयो करेलाहरू क्या। घाँसमा ध्रुव दिदी घाँसमा जाँदै रहेछ। लाकेस गर्दैछ। कहाँ काट्ने? यहाँ काट्नु के हो? सेतो करेला कलिले टिपेछ, काँक्रा पनि फेर टिपेछ। किराले खाएर ए कलिले टिपेछ भन्दैछ। अब के गर्नु, काँक्रा त यहाँनिर कता जाँदै जान्छ, खुट्टा पलाइहाल्दो रहेछ काँक्राको चाहिँ। करेला चाहिँ पुरा बेसी उयो भयो, किराले खायो होइन। कुहिएर झरेछ कि क्या हो उयो काँक्राहरू त। यहाँनिर आइपुगेँ म भनेर यहाँनिर यत्रोबाट डल्लै छन् पाकेका गऱ्यो। कस्तो कान बज्यो टिनी पर। लो है साथीहरू, यतिको धुवा बनाएर चाहिँ मकै पोलेर खानुपर्छ है। मकै हेर्नुहोस् कस्तो मजाले पाक्छ चुलामा। र गरम चाहिँ साह्रै बेसी छ है। अघि बिहान चाहिँ कस्तो शीतल भइरहेको थियो, यो त डढेछ। अहिले चाहिँ हेभी गरम चढ्यो फेरि। बिहान त शीतल भइरहेको हुन्छ हो। मकै हेरिहाल्नुहोस् यस्तो दामी भइरहेछ कोइला। र धुवा चाहिँ हेरिसक्नु, सबै मेरो खिड्कीबाट जाँदैछ। यहाँनिर मेरो भेन्टिलेसन। र आजको मौसम हेर्नु चाहनुहुन्छ भने चाहिँ एकदमै यस्तो भइरहेको छ मेरो घरको खिड्कीबाट भनेर। यो मेरो किचन सानोबडे। र यहाँनिर भात उयो भइसकिसक्यो, बाफ उठ्दैछ सिटी लागेर पनि यहाँ हो। र मेरो हालत पसिनाको धारा हो, कानसिरीबाट पसिना चुयो पो। हालत मेरो खतरा। र मेरो बुढाले चाहिँ मकै खान्छु पोलिदेऊ न बारीबाट ल्याएर भन्नुभयो नि त। अन्त म चाहिँ पोलिदिँदैछु यहाँनिर। के गर्नु, आफ्नो बुढाले मागेको को दिनु पर्यो है। र यो मकै चाहिँ पाकिसक्यो साथीहरू, हेर्नु नि त अर्ग्यानिक यस्तो। ला यहाँ त काँचै रहेछ हौ है हल्का, तर यतिको त रापले पाकेकै हो नि। काँचै देख्छ है साथीहरू, काँचै हो त यो कि पाकेको हो। अनि एकताल पोलुमा है। ला यहाँ त फेरि डढेर कालै भइसकिसकेछ है। के गर्नुपर्ने साथीहरू। अन्त मेरो युट्युब फ्यामिलीहरू के गर्दै हुनुहुन्छ तपाईँहरू नि? यसरी कसले यसरी मकैहरू पोलेर खानुभएको छ साथीहरू कमेन्ट गर्नुहोस् ल। अन्त सबैले पोलेरै खाएको हुन्छ नि है, पोलेर त। अन्त कहाँ म मात्रै त बस्तीको त कति ठाउँ छ नि है साथीहरू। र बस्तीमा बसेर यसरी अर्ग्यानिक दानादुनीहरू खानु आउँछ साथीहरू। यस्तो भिटामिन कुरोहरू यस्तोहरू चाहिँ खानुपर्छ। पसिनाले मेरो छ्याप्प भयो, हेर्नु नि साथीहरू। पसिना यस्तोमा आएको, यहाँबाट पसिना चुको हेरिहाल। के साह्रो पसिना।
गरौँ बिहान चाहिँ धुम्म खालको थियो। म भिडियो फ्रेम गरौँ भनेको थिएँ कि तर पुरा हाँक्सिङ र मलाई पनि बिहान त्यस्तो छिट्टो जग्गामा छिट्टो उठ्यो भने पुरा हाँक्सिङ आउँछ नि त। त्यो हाँक्सिङ आउनुले कारणले गर्दा म भिडियो लिनै सक्दिनँ। त्यतिखेर त कस्तो दामी भइरहेको थियो नि क्या चराचुरुङ्गी कराइरहेको। भोलि चाहिँ त्यस्तो भने गर्नु पऱ्यो र यो 12 बज्नु बेला भएमा चाहिँ किन हो किन अलरेडी यस्तो भइरहेको हुन्छ क्या हो। साथीहरू म खाइदिँदै गर्छु ल मकै। अब मेरो अनुहार कस्तो खालको देखेको बिरिरी खालको है। मेरो अनुहार चाहिँ कस्तो खालको देखेको साँच्ची नै पुरा बिरिरी खालको हुन्छ। कसैको फेसै यस्तो खालको हुन्छ। मैले कति याद गरेको छु कसैको पनि क्या। मेरो पनि सेम त्यस्तै रहेछ। मलाई चाहिँ एकदम किल्ला जस्तो तन्केको मनपर्छ कि के हो डट 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 खालको देख्दो रहेछ है। के गर्नु र त्यस्तै छ जिन्दगी। मकै खान्छु। तेरी मलाई जाने वाह वाह मकै डढेर खुवा वाह वाह मकै डढेर खुवा। के साह्रो गरम भएको कोही बात छैन। गरम त सबैतिर अहिले त्यतिको जापानीको तर हातले छोडाएर खानुपर्ने हो। तर मैले एउटा हातले भिडियो गरिरहेको छु नि त त्यही भएर साथीहरू यस्तो मिठो टेस्टी गुलियो साँच्ची भनेको घरमा फलेकोहरू त है साह्रै दामी हुन्छ हौ। बुढालाई पोलेको म हानिदिँदैछु। आजको मौसम चाहिँ एकदमै कस्तो आजको मौसम एकदमै दामी भइरहेको छ र साथीहरू ये क्या चीज है देखिए ये क्या चीज है। साथीहरू एक बटुका किनेमा। यो किनेमा चाहिँ मेरो हस्बेन्डले बनाइदिनु भएको। किनेमा देखाउँदा ओर्दा यहाँनिर त म त बिर्सेछु। टमाटर प्याज र खोर्सानी खाइरहेको थिएँ कि धन्न डढेन रहेछ नि हौ साथीहरू। त्यस्तै छ है एउटा हातले क्यामेरा एउटा हातले फोन पक्रेर एउटा हातले भिडियो गर्नु साह्रो छ मलाई। तर नि गर्नुपर्छ होइन। र यहाँनिर पाक्दैछ मेरो। अब यसमा चाहिँ म एड गर्छु टमाटर। यो टमाटर नि यसरी हालिदिनु पर्यो त ल ले ले नझरेको किन नझरेको होइन। टमाटर यसरी एड गरेर चाहिँ यो नेपालीको डिस यो उयो के अरे किनेमा गुन्द्रुक ढेँडो सिस्नुहरू चाहिँ हाम्रो नेपालीहरूले एकदमै रुचाउने प्राय खाने है राम्रो हुन्छ। कतिजनाले चाहिँ घोडा दुख्छ भनेर चाहिँ खाँदैन नि त। घोडा दुख्ने भने चाहिँ प्राय खानु हुँदैन किनभने यो धेरै दिन कुम्बाएर राखेको हुन्छ नि त। धेरै दिन भयो 3 दिनहरूमा कुम्बाएर राखेको हुन्छ। अन्त चाहिँ कतिजनाले चाहिँ खानु हुँदैन। अन्त मेरो चाहिँ फेभरेट हो। फेरि यसको चाहिँ अचार चटनी बनाएर खाँदा नि राम्रो हुन्छ होइन। अन्त झोल खाँदा पनि राम्रो हुन्छ। योसँग चाहिँ किनेमासँग चाहिँ नि साथीहरू ढेँडो खानु मिठो हुन्छ है कोदोको ढेँडो। अन्त यो बाफले गर्दाखेरि क्यामेरा एकदम उयो हुँदो रहेछ हौ ढेँडो है मिठो हुन्छ। अन्त यहाँनिर चाहिँ हेर्नु नि मैले सब्जी अलरेडी पकाइसकेको छु। यो न्युटेला मुन्टा आलु हालेर हो दामी बनाइसकेको छु। र यहाँनिर म किनेमाको झोल बनाउन आँटेको छु। झोल भन्दा नि हल्का झोल हाल्छु बेसी हाल्दिनँ। अन्त मेरो बुढाले झोल मन पराउनु हुँदैन चटनी चाहिँ मन पराउनुहुन्छ किनभने चाहिँ कस्तो लाग्छ। र यो किनेमा हाल्दैछु म यहाँ हो। यस्तो दामी टेसिलो छ नि किनेमा यस्तो दामी मिठो भएको छ। हिजो आलुमा पकाएर खाएको चाहिँ साथीहरू यस्तो दामी भएको होइन मजाको सेतो लट्क्या भएको निस्किएको। र किनेमा चाहिँ मिठो हुन्छ मलाई चाहिँ मनपर्छ। र कोलाई किनेमाहरू मनपर्छ र कति
कतिजनाले खानुहुन्छ, कतिजनाले मन पराउनु हुँदैन होइन। मिठो मिठो कमेन्ट गर्नुहोस् होला है साथीहरू मेरो भिडियोमा है। यस्तो हुन्छ है किनेमा चाहिँ, त्यो भिडियोमा अलिकति नराम्रो रहेछ। कस्तो खालको कलर आयो, मेरो फोनै के भन्छ त, कोही बात छैन, राम्रो देखेको छ यतिको है। हेर्दै गर्नुहोस् ल, एकछिन भुट्छु म। र मेरो किनेमा चाहिँ अब झोल हाल्ने बेला भयो। यो भयो पानी, अन्त यहाँनिर पानी हाल्नुहुन्छ। वाउ, ल हेर्नुहोस् त है, क्या दामी हुन्छ उम्लेपछि चाहिँ। खोर्सानी नि पौडी खेल्दैछ। टालिएपछि चाहिँ पानी हाल्नुहोस् कि दामी हुन्छ। पुग्यो अलिकति, हेर्नुहोस् त। ल साथीहरू किनेमा खानुहुन्छ भने कमेन्ट गर्नुहोस् है मसँग, म दिइहाल्छु। ल है, मेरो किनेमाको झोल पनि उम्लियो। यस्तो दामी हुन्छ। ल साथीहरू अहिले देखाउँछु ल। बस झोल पनि पाक्यो हो, सब्जी पनि पाक्यो, भात पनि पाक्यो। ल साथीहरू, मैले अघि पकाएको सब्जी होइन, यहाँनिर यति छ भात होइन। आज चाहिँ ढिलो भयो है, पानी पर्नु थाल्यो साथीहरू न, यस्तो देखिन्छ। अन्त यहाँ चाहिँ किनेमाको झोल बोलै लिएर आएछु मैले चाहिँ हो। यहाँनिर तितो भएको होइन हौ, तितो भएको छ र? तितो त त्यति साह्रो मिठो छ होला खोर्सानी। वाउ, ल अब चाहिँ हालिदिने हो सर्ल्याम सर्ल्याम। यो खोर्सानी पिरै छैन हौ है। आमको भातभन्दा बेसी सब्जी देख्ने। भेन्डी हालिन है, भेन्डी त साथीहरू। किनेमाको झोल चाहिँ तुरुरु चुने नै भएन नि, फेरि पिर्छु तपाईँहरू छ भने। यो चाहिँ सोयाबिन। दामी भएछ है। तपाईँ पनि आउनु। दामी। यो खोर्सानी पिरै छैन।
भोक लागेको थियो साथीहरू नबोलिकन गम कि गम